Hi guys, welcome to my new vlog. So आजको भ्लगमा चाहिँ हामी दाउरा काट्न जाँदैछौँ राति हुँदो जंगल। सबैजना गइसक्नु भयो राति नै हामी चाहिँ यतिको राति हुँदा पनि भर्खर जाँदैछौँ है त गाइस। लोको पनि बोकिसक्यौँ हामीले चाहिँ अब हामी जान्छौँ जंगल जाँदा जाँदै उज्यालो हुन्छ गाइस। यस्तो अँध्यारोमा हामी यस्तो बाटो हिँड्दै गाइस मैले चाहिँ यहाँ खरानीको दाउरा भेटेँ। यसलाई यहाँनिर गिराउँदैछु। मेरो चाहिँ भारी रेडी भयो। मन्ताले भारी लाउँदैछ। हामी चाहिँ अब यो भारी लगेर जान्छौँ अनि खनाएर फेरि आउँछौँ। अनि यहाँनिर चाहिँ बाबाले चिर्नु हुँदैछ दाउरा। अब आउँदा चाहिँ हामी चिरेको दाउरा लाने। बिस्तारै ओढेर आउनु नि। गरम छैन मम्मी। बिस्तारै बिस्तारै हिँड्दै गर्नु। बिस्तारै हिँड्दै गर्नु। माइला र म आउँछौँ पछि पछि। तलबाट झिकालेर माथि थुपारेर अनि यहाँबाट चाहिँ अनि भारी लाएर अनि घर लाने क्या। बोक्न छिटो लगा छिटो। गाइस हामी भारी बोकेर नि घरतिर लाग्यौँ। अब मेरो भारी कस्तो छ जाँदैछन् दुईजना मम्मी र दिदी। माइला दुई भारी दाउरा यति भयो। चलेर बसे गाइस गाह्रो छ। हामीले भन्दा धेरै धेरै भारी बोक्नुहुन्छ हो मम्मीले। यसरी घोप्टाउनु पर्छ गाइस दाउरा। यति भयो तीनजनाको दाउरा हाम्रो। यहाँनिर हाम्रो साइली आन्टीले चाहिँ काँधमा दाउरा लानु हुँदैछ। आम्बो खतरा क्या एक्लैले यत्रो बोक्नु सक्नु भनेको त। खुइली भुन्टी च्वाक यत्रो थुपारी सक्नुभएछ हाम्रो साइली आन्टीले पनि दाउरा। गाइस म चाहिँ जङ्गल खाजा लानुलाई रोटी बनाउँदैछु। यहाँनिर दुईटा भइसक्यो। यहाँनिर अचार छ, यहाँ रोटी छ, यहाँनिर पाक्दैछ। यसरी पल्टाउनु हुन्छ फेरि यसलाई छोप्ने अनि पाक्छ। हामी चाहिँ बाबा मम्मीलाई रोटी अचार खाजा लगिदिएर जाँदैछौँ जङ्गल। अनि खाना दाल पनि पकाइसक्यौँ। अब तरकारी पकाउनु भएको छ। तरकारी चिसो हुन्छ नि त, त्यही भएर हामीले चाहिँ काटकुट गरेर राखेर अनि भरे आएर पकाएर खाने तातो तातो। माइलाले पानी बोकेर जाँदैछ। यत्रो चिरिसक्नु भएको रहेछ गाइस। दाउराहरू यहाँ चिर्नु हुँदैछ। मम्मी त्यहाँनिर डोलो काट्नु। गलियो गाइस भारी बोकेर। बिसाको हाम्रो दाउरा चाहिँ यति भइसक्यो। हामीले 9 भारी दाउरा ल्याइसक्यौँ। अब चाहिँ 12 बज्यो। सब्जीहरू पकाएर खाएर अनि फेरि जानुपर्ने हुन्छ।